हेलो सबैजनालाई नमस्ते। घर आउन आँटेको छु हो कालिम्पोङ। अहिले चाहिँ म एयरपोर्टमा छु। अन्त अहिले चाहिँ मेरो नानीको भ्याकेसन हो, स्कुलको समर भ्याकेसन छ। अन्त अहिले मेरो साथमा म छु, आमा छ, मेरो बुढा छ, नमस्ते। उता मेरो नानी छ, उता नन्द छ। हामी सबै फ्यामिली चाहिँ योपालि सिक्किम दार्जिलिङ घुम्ने भनेर आएको छ। पहिला पनि लिएर गएको थिएँ, त्यतिखेर सबैजना बिमार भएको थियो। त्यतिखेर त आमा मेरो बुढा सबैजना बिमार भएर त्यसरी घुम्नु पाएन। 1 महिना त्यतिखेर त पुरा वेस्ट भएको थियो टाइम। अन्त योपालि चाहिँ अब अहिले उता पनि हाम्रो पनि क्लाइमेट राम्रो छैन, त्यही भनेर चाहिँ लगेको सबैजनालाई। अब हेरौँ के हुन्छ। त्यही म चाहिँ अब बिमारहरू केही नहोस् होइन, राम्रोसँग घुमाउनु पाओस्, त्यही हो। किनभने अब आफ्नो माइतमा लगेर माइतको जग्गाहरू देखाउँदा उनीहरूलाई पनि खुसी, आफूलाई होइन। अन्त कति अब के भन्नु, बल्ल बल्ल माइत गएको बेलामा त अब राम्रोसँग घुमाउनु पाओस्, मेरो उताको जग्गाहरू घुम्नु पाओस्, उताको खानाहरू राम्रोसँग खानु पाओस् है। बुढा त पहिला गइबस्छ, मसँग गइबस्छ। आमा चाहिँ योपालि सेकेन्ड टाइम हो गएको। फर्स्ट टाइम जाँदा त पुरा बिमार भएर हो, पुरा प्रब्लम भयो। अब योपालि जाँदा के हुन्छ थाहा छैन, तर त्यही हो, प्रार्थना छ, सबैजनाले प्रार्थना गरिदिनुहोस् होला राम्रोसँग घुम्नु सकोस् भनेर। अब अहिले चाहिँ हामी एयरपोर्टमा बसिरहेछौँ। अब एकछिन सुत्नुपर्छ, टाइम अब हाम्रो फ्लाइट चाहिँ मर्निङ 5 o'clock को छ। त्यही भएर अहिले चाहिँ टाइम छ डल्लै। अब एकछिन सुत्नुपर्छ, सुतेर उठेर अन्त हामी सिधै सबैजनालाई कालिम्पोङमा भेटौँ। सबैजनाले लाइक सब्सक्राइब सेयर गरिदिनुहोस् होला, नबिर्सिनुहोस् ल। लाइक सब्सक्राइब गरिदिनु। अन्त मजा लाग्यो। अन्त घर गएको होइन, घर गएको मेन रिजन चाहिँ मेरो दिदीलाई क्या अस्ति अप्रिल फुल बनाएको थिएँ। म घर आएँ तल झर भन्दै भनेको थिएँ होइन। बिचरा साँच्ची नै पत्याएछ घर आएँ भनेर, तर घर गएको थिइनँ। अब यो पालि चाहिँ साँच्ची नै अप्रिल फुलै बनाइदिनु गएको, तर फुल हुन्छ कि हुँदैन अब त्यहाँ घरमा गएर हेरौँला है। दाजु भाउजूलाई चाहिँ थाहा छ घर आउँदैछु भनेर, तर दिदीलाई चाहिँ थाहा छैन। दिदीको नानीहरूलाई चाहिँ थाहा छैन। अन्त अप्रिल फुल बनाइदिउँ भनेर चाहिँ गएको। अब हेरौँ अप्रिल फुल बनिन्छ कि बनिँदैन ल। अब सबैजनालाई उता मेरो घरमा गएर भेटौँला। होइन तपाईँ टुरिस्ट भयो भने म 6,000 म मुनि जाँदैन। तर चाहिँ खासमा अच्छा बोलो, अच्छा बोलो क्या तो करो। हम लोग ये नेपाली भाषा है। तो मलयाली लुक है ना? नहीं, मेरा तो मलयाली नहीं, केरलियन लुक है। केरला लुक है, मलयाली। अब हामी चाहिँ बागडोग्रा आइपुग्यो। 7:30 मा ल्यान्डिङ भयो। अन्त ट्याक्सी पक्रेर अब घर जाने है। अन्त गाडीको दामहरू पनि महँगो महँगो भन्दैछ। आमा एन्से पुग्नु छु। अब चाहिँ हाम्रो सामान हाल्दैछ गाडीमा। गाडी चाहिँ ठुलै बुक गरेको छ, इनोभा बुक गरेको छ। अब चाहिँ जाँदा चाहिँ खाजासाजा खाएर जानुपर्छ। अब हामीले खाजासाजा खायो, बिहानको खाजा। मैले त बिहानै मोमो, भेज मोमो खाइदिएँ। आमाहरूले चाहिँ परोटा खायो। पुन्नुसी अल्सो इट मोमो हाले। मैले नन्द नानीले
चाहिँ मोमो खायो, अन्त सासू र बुढाले चाहिँ परोटा खायो, चिया पनि खायो। चिया त धेरै मिठो थियो, मसला छाया, मजा आयो। अनि अब चाहिँ घर गएको, ब्लक रहेछ बाटो पनि। ഞാൻ ബ്ലോക്ക് ആക്കിയിട്ടാണ് നോക്കണത്. बाई 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 हुन्छ दाजु, धेरै धन्यवाद। कसरी डाउट चाहिँ हुँदै थियो। डाउट इच्छिरै उन्टार नभएर न मेरा हस्बैंड बोला घर साफ करने को बोला, खाना पकाने को बोला। वो बोल रहा था कि मेरा दोस्त लोग आएगा। वो गेस कर रहा था मैं। अब फाइनली घर आइपुगे। यहाँ चाहिँ हाम्रो घर छ। अब डाँडामा माथि ब्यागहरू सबै मेरो दाजु, सरप्राइज भिजिट भयो, मेरो भाउजू, सरप्राइज भिजिट। यो चाहिँ घरमा सबैजनालाई सरप्राइज भिजिट दिएको। अब नानी फर्स्टिना यस्तो बिना ब्लक 4 घन्टा त ब्लकमै भयो। बल्ल बल्ल घर आइपुग्यो। लु अब रुम तल जाऊ। फाइनली घर पनि आइपुग्यो। थाकेर हच्चु भयो। 3-4 घन्टा त आम्मा यस्तो बिना त्यो ब्लक थियो। जिन्दगीमा यस्तो ब्लक त मैले पनि भेटेको थिइनँ। तर आज त पुरा ब्लक, 4 घन्टा ब्लकमै यस्तो बिना ब्लक वाक्कै लाग्यो, अल्छी लाग्यो। आज त थाकेर आइपुग्यो घर। अन्त थाकेर आएको, खाना खाँदैछ, भात दाल नानीहरूलाई, मेरो बुढालाई पनि भात खाँदैछ। आमा भात खाएर बसिरहेछ नुहाएर है। बहुत अच्छा है ना? बहुत अच्छा, बढ़िया। क्लाइमेट इधर अच्छा है ना? सिलगुड़ी में बहुत गर्मी था। नन्द कोचे पिने फास्टिना बेबी अम्मन्यो। म चाहिँ नुहाएको छुइनँ, नुहाउनुपर्छ। नुहाएर अन्त बिस्तारी खाना खान्छु। नन्द नुहाउनु गएको छ। सबैजना पालै पिच्छे नुहाइधुवाइ गरे हो। टाउको चाहिँ नुहाइनँ। अब यहाँबाट गरमबाट आएको होइन, सिधै टाउको नुहाउँदिनँ। भोलितिर नुहाउँछु। टाउको चाहिँ जिउ चाहिँ मजाले नुहाएँ। चिसो पानीमा मजा आयो नुहाउनु। अन्त भात खाएको। अन्त भातमा चाहिँ दाल, सब्जी, मासु, भात दाल हो खाँदैछु। अन्त मैले अस्ति उताबाट घरबाट चाहिँ कोरियर गरेको थिएँ चिप्सहरू। अब पुरा सामान त बोक्नु सक्दैन भने चाहिँ चिप्स चाहिँ उताबाट कोरियर गरेको थिएँ मङ्गलबार गएर। आज ठिक्कै हामी आउने दिनै आइपुगेछ कोरियर। दाजुले लिएर आएछ। अन्त अब अहिले एकछिनमा चाहिँ फुटाउनुपर्छ। त्यसमा चाहिँ अब चिप्स छ, चामल छ, थुप्रै छ हो। अब भात खाएको ल। चिप्स कडक खाने रे। तिमीलाई मसाला काट्दाखेरि ल्याइदिएछ। बोल्दैछु त अन्त। कतिजनालाई त कति अब मेरो रेगुलर भिडियोस मेरो दाजु भाउजू जोनमिरी आमा बसेको हेर। अब यो चाहिँ मेरो माइता घर हो। माइता दिदीको घर पनि जानुपर्छ। दिदीको घर चाहिँ अब सधैँ चाहिँ दिदीकोमा बस्छु। अब दिदीकोमा चाहिँ बिचरा 2टा मात्रै कमरा छ। अब यहाँ चाहिँ योपालि चाहिँ हाम्रोमा बसेको राम्रै भयो। यहाँ चाहिँ अब अरू बेला चाहिँ बस्दैन नि त। अरू बेला त होइन, वाइफाई पनि थिएन नि त। अब त वाइफाई पनि जोड्यो। वाइफाई त ढिलो। अन्त दिदीलाई चाहिँ सरप्राइज दिनुपर्छ हो। अब आज चाहिँ थाक्यो, ढिलो पनि भयो। अब भोलि जानुपर्छ। आज जानु। अब हामी चाहिँ अघि खानासाना खाएर एकछिन सुत्यो। सबैजना रेस्ट गर्यो। पुरा टायर्ड भएको थियो नि त गाडीमा आउँदा। अन्त मजाले सुत्यो। पानी पनि पर्यो। यता आएर पानी पनि पर्यो मजाले। पानी पनि पर्यो, मजाले भिज्यो।
म त मजाले पानीमा एकछिन बसेँ तर जाडो पनि भयो स्वेटर पनि लगाइरहेको छु हो अन्त आमा मेरो बुढा तुम मेरा पति दे बुढा सो के उठ गया थोड़ा रेस्ट किया है ना अच्छा लगता है ज्यादा ठंडी नहीं है रात्रि में फिर तड़पन डावा दे ठंडी नहीं एकदम नहीं मेरा वेदी थे बारिश हुआ ना 2 दिन हुआ है ना बाद कल में भी हुआ था अब आज कल हुआ आज पनि हुआ पानी पर्यो आज पनि पानी पर्यो तर अब त्यस्तो डरलाग्दो जाडो छैन हो उता गरमको मान्छेहरू आएको छ तर अब यहाँ चाहिँ मलाई चाहिँ तर मलाई चाहिँ जाडै लाग्दो रहेछ अहिले चाहिँ हो अन्त यहाँ आमालाई पनि जाडो लागेको छैन अरे राम्रो लागिरहेको छ मलाई खुसी लागिरहेको जाडो महिनामा चाहिँ पुरा जाडो मान्छ अब गरमको ठाउँको भएर हो त्यही कारण चाहिँ अब अहिले चाहिँ यो चाहिँ गरम जग्गा गरम महिनामा बोलाएको नि त त्यही कारण बिमार पनि हुँदैन हो सुट हुन्छ अब वेदर हो त जहिले आउँदा जाडोमा आइपुग्छ नि त पोहोर पनि आयो बिमारै भएर गयो घुम्नु पाएन अब यो पालि चाहिँ मजाले घुमेर जान्छ हाम्रो बहिनी चाहिँ घुमेर जान्छ हमारे साथ घुम्नु जान्छ घुम्नु जान्छु अब हामीले उताबाट ल्याएको सामानहरू छ हो अब चाहिँ यो फुटाउनुपर्छ फुटाएर नि त सबैलाई बाँडिदिनु पर्यो नि हो अब उताको कोसेली अब अन्त यो सामानहरू चाहिँ मैले कोरियर गरेर पठाएको थिएँ अन्त 2 जना नानीहरूलाई एक एक जोडी लुगा ल्याइदिएँ अन्त उताको केरलाको चिप्स फेमस केरला चिप्स उयो बनाना चिप्स लिएर आएको थिएँ सबैजनालाई दिदीलाई दाजुलाई हो अन्त सबैजनालाई आफ्नो आफ्नो भाग छुट्याइदिएँ अन्त नानीहरूको लागि मिठाई मेरो आमाको लागि पनि यतानिर अब उताकै एक दुईवटा मिठाईहरू आमालाई ल्याइदिएको थिएँ हो अनि सबैजनालाई बाँडिदिएँ अन्त हाम्रो केरलामा चाहिँ केराको चिप्स पुरा फेमस हुन्छ अन्त मेरो घरकोले चाहिँ पुरा केराको चिप्सहरू मन पराउँछ अन्त यो चाहिँ सानो खालको प्याज हो हाम्रो उता चाहिँ केरलामा चाहिँ यस्तो प्याज पुरा चलाउँछ अब यहाँ त मैले देखेको छुइनँ त्यही कारण यो पनि प्याज पनि मैले उतैबाट बोकेर ल्याएँ अन्त यो चाहिँ खाजाको लागि हाम्रो उता केरलामा त अब खाजा पनि बिहान मजाले इडली डोसाहरू त्यस्तोहरू भेराइटिज अब थुप्रै डिसहरू हुन्छ बिहानको लागि खाजा त्यसको लागि पुरा सौदाहरू सामानहरू चाहिँ उतैबाट ल्याएको थिएँ अब साम्बारहरूको दालहरू बनाउनको लागि हो साम्बार पनि को दालहरू उतैबाट लिएर आएको थिएँ सबै सामानहरू आउँदा अब आजको चाहिँ यति नै हो भ्लग हो अब थाकेको पनि छ अब सुत्नुपर्छ छिटो छिटो खानासाना खाएर आजको चाहिँ यति नै हो अन्त घर आएर धेरै खुसी लाग्यो किनभने पहिला पनि आएको मेरो फ्यामिली उताबाट आएको तर त्यतिखेर चाहिँ पुरा सबैजना बिमार भएर घुम्नु केही पाएको थिएन अन्त योपालि चाहिँ घुमाउनु ल्याएको खास चाहिँ अब सर्ट भ्याकेसन 20 दिनको लागि आएको छ अब हेरौँ अब योपालि चाहिँ मजाले घुम्नुपर्छ हो दार्जिलिङ सिक्किम जाने अब योपालि चाहिँ वेदर पनि राम्रो छ हो त्यही कारण चाहिँ योपालि चाहिँ लिएर आएको गर्दैछ प्लानिङ गर्दैछ अरू बेला चाहिँ जहिले पनि जाडोमै मात्रै आउँछ नि त अन्त योपालि चाहिँ अब मजाले घुम्नुको लागि आएको छ अब हेरौँ कतिसम्म के हुन्छ है अपडेट गर्दै गर्छु सबैजनालाई धेरै धेरै धन्यवाद सबैजना लाइक सब्सक्राइब सेयर गरिदिनुहोस् ल सेयर गर्नु नबिर्सिनुहोस् लाइक कमेन्ट सबैजना गरिदिनुहोस् है यो त अब पहिला पहिला सुरु हो तपाईँहरूकोबाट अन्त तपाईँहरू सबैजनाले लाइक सब्सक्राइब सेयर कमेन्ट गर्नु नबिर्सिनुहोस् होला भन शेयर गरिदिनुहोस् कमेन्ट पनि गर्नुहोस् सब्स्क्राइब गर्नु नबिर्सिनुहोस् मेरो नन्दलाई धेरै माया दिनुहोस् होला भन्नु मेरो नन्द हो उ चाहिँ नन्दको फ्यामिली आएको छ बहिनी जोइ सबै आमा उ नन्द मेरो हस्बेन्डको बहिनी सबैले सब्स्क्राइब गरिदिनुहोस् होला औलाई सपोर्ट गरिदिनुहोस् होला हो प्राय जसो आशा राख्दछु सबैले सब्स्क्राइब गरिदिनुहोस् अन्त हेरि पनि दिनुहोस् भिडियो हो सर्च पनि बनाउँछ इन्स्टाग्राममा पनि छ फेसबुकमा पनि फलो गरिदिनुहोस् होला सबैजनालाई धन्यवाद।